नि हजुर के गर्न लाग्नु भए के गर्ने नि यही चुरा गर्न लाग्छु यहाँ अरे हरिया चुरा ल्याउनु बारे छ लगाइदिनु नि हामीलाई नि हाय अरे के यो मुनि लाउन ल्याएर र लाइट नाल्टा ल्याएर लाउन दोकान बोडा पैसा ल्यायो लाओ खसा खसी पैसा ल्यायो म खसा खसी चुरा ल्याइदिन्छु कुइले लगाइदिन नि मान्छेले त लगाइदिन्छ हामीलाई कुइले लगाइदिने हात रित्ती छ त्यही भएर आएम न के लाउनुस् के मलाई पैसा दिनुस् बोनी पैसा त ल्याएको छैन हामी बोजू म त्यस्तो भए त दिन पुरा भए चल्दैन मलाई तल तिर्न परिजान्छ केटा हो मलाई ल्याएको छैन बोजू जाउनुहुन्छ लगाइदिनु राजा भनेर ल्याइनम न मलाई ल्याइदिन्न अलापले के गर्ने त आतो भात सिस्नो खाउ गानी पर गएर होला मलाई बोजूले त्यसै लगाइदिनु ला भनेर भाइ मलाई पैसा नि ल्याएको छैन उसो भने ला छैन छैन चल्ने चुरा त अरूका पनि केटी हे ब्राडा पैसा जान्छ तपाईले के हुन्न त्यो पैसै हो जमानामा त नाटा गोटा गए गानी तल खोलाले गए केटी जाति पनि जान्छ लौनुसी पैसा नभएर किन नहुने यी लौनुसी अब लगाइदिनुस् अब ठिक नि न मलाई तपाईँले पैसा ल्याइदिन त भनेको थिएँ के हो दे लगाइदिनुस् अब दे कठ पैसा देखाउ पैसा ल्याउनु भएको रहेछ न किन ल्याउनु भएको र म त्यसै भने ल्याइदिन मेरो केटा चेलीबेटीले त म त्यसै भने दिन्थेँ के र चुरा त्यही जब पनि आउँदा कुन्नी तपाईँले पैसा माग्नुहुन्छ होइन होइन अलापले त्यसै भने दिइजान्थ्यो त के गर्ने दुःख गर अब पैसा ल्याउनु भएको छ अब तपाईँको नि अब तपाईँको घरको भाग हो पैसा नलिउने बोजू तपाईँको नि दोकानको मामला हो दिनुपर्छ यो पैसा उठाएर त्यही भएर न एउटा त फुटिका रहेछ भने चेलीबेटीले त दिन्थे क्या नानी त्यसै भने दिन जा भनेको थिएँ तपाईँले पैसा ल्याउनु भइगा रहेछ अन्त क्यारमा अलापले फेरि न के गर्ने त अहिले आँटा पकाउँछु आँटा खाएर जानु होला है आँटो किन आउँदा भात मासु खाने खाएर भोलि माइत आउने भात मासु त यतिखेर त खान्न के खाने अहिले बेलुका खाने मासु त पुग्दैन त्यतिखेर दिने आँटा भात खानु हुन्छ आँटो बुझ्दैन नि